काया माली वाणरुषि माया करले देखी धनो वीर योद्धमा पड़ा छजो रक्षक होस्यो राम करो। आज अयोध्या काण्डबाट यात्रा सुरु हुन्छ। अयोध्या काण्ड प्रथम सर्ग। राम कहाँ नारदको आगमन। कुनै एक दिन सीता राम सुखपूर्वक राज भएको श्री नारद ऋषि उठेर सहसा टेकी भूमा प्रभुले भाल भक्तिपूर्वक ढोग्नु भयो सीता साथ। आज्ञा भो अति स्नेह गरी संसारी औ विषयमा लाई दुर्लभ दर्शन भो पुण्य रेछा अवशेष गुना पुण्य रेछा कत्रो मर्यादा गरी बक्स्यो प्रभुले। आफ्नै अंश हो नारद, आफैले आफैलाई हुकुम हो प्रभुले। आज म विषयी हूँ, म संसारमा डुबेको छु। हे मुनि, हे देवर्षि, आज म धन्य भएँ। आज्ञा भो अति स्नेह गरी आज्ञा भो अति स्नेह गरी। त्यसैले रामको भजन गर्दाखेरि गरिसकेपछि यो विनम्रता आउनुपर्छ। व्यवहारमा देखिनुपर्छ विनम्रता। आज्ञा भो अति स्नेह गरी आज्ञा भो अति स्नेह गरी संसारी औ विषयमा लाई दुर्लभ दर्शन भो शेष गुना नारद भन्छन् जति छन् पुरुष वाचक प्रभु स्त्रीवाचक जति सीताजी हुन् नाथ शरण ल्याऊ। सहजकै परिप्रकट भो जब ज्ञान महातत्व को जस द्वारा नहीं हो निर्वाण महत बाट भो सूत्रात्मा महत त्यस बाटै भो लिंग तना लिंग देह नहीं प्राणहम लिंग देह इंद्रिय को संघात सुना लिंग देह को अभिमानी कन जीव बंध छन उपाधि कारण रेछ विद्या त्यसको बंधन विशुद्ध चेतन काचन हेर तीन उपाधि स्थूल सूक्ष्म कारण नाम इनको आदि सहित उपाधि मुदा तक
संत सही कना रहित उपाधि उदाते ही रहित उपाधि उदाते ही परमेश्वर नहीं पंच सुना परमेश्वर नहीं पंच सुना आपुलाई माने जीव सम्मत अति भय मान सके यदि चैतन्यां सहुंच कहाँ भय। म त्यही प्रभुको अंश हूँ, अनंत रस सिंधु को म एक बिंदु हूँ। यदि यो हृदयले बोल्न सक्यो भने त्यसलाई भय कहाँ, शोक कहाँ, मोह कहाँ, कुन संसारको वस्तु देखेर त्यो व्यक्ति मोहित होला? आखिर हो त्यही हो। हजुर हामी सबै अनंत रस सिंधु भगवान श्री कृष्णको एक बिंदु, म त्यो हुँ भन्ने भाव आउँ। अब संसारमा म संसारको हुँ, म फलानु थर हो, त्यो त हाम्रो शरीरको थर हो। हाम्रो थर त के पनि छैन, कृष्णको जुन हो हाम्रो चाहिँ। हजुर माने जगत कल्पना ओ ज्ञान ज्ञान भय जग हुन्छ प्रलीन कहाँ छ भान ज्ञान हुन्छ यो भक्त कना मोक्ष तिनैको हुन्छ सुना अतः भक्त का भक्त जना को पनि दास मनौ जना को पनि दास त्यो अनुभव हुनुको निम्ति भक्तको पनि दास भक्त मात्र होइन। ब्रह्माज्यूको आज्ञाले आए रावण मार्ने पूर्व प्रतिज्ञा पार्नो सत्य यदि हजुर नहीं भई बसेमा राज्य सट्टा होला कसरी जगत को भन्नो हजुर के को निम्ति अवतार लिए बक्स्यो प्रभु वचन सम्झी बक्स्या छ नि म त सम्झाउन मात्रै आएको प्रभुलाई। ब्रह्माज्यूको आज्ञाले आए धरता रावण मार्ने पूर्व प्रतिज्ञा आनो सत्य यदि हजुर नहीं भई बसेमा राज्य सत होला कसरी श्रेय जगत को आनो आज्ञा भोस जो रघुपति ले हुन्छम भोली जान्छु पिताजीसँग आदेश ल्याएको थियो, आमालाई बताएको छैन भनिदिनु भयो प्रभुले। फेरि अरूले बोलेको जस्तो होला, प्रभुले बोलेको रघुकुल रीत सदा चली आई प्राण जाए पर वचन न भनिदिनु भयो। भोलि म जङ्गल जान्छु। आज्ञा भयो रघुपतिले हुन्छम भोलि जान्छु बना 14 वर्ष भर घुमी घुमी
जयो ब्रह्मा कड़ा चलो रक्षक होस्तो राम प्रभु। प्रभुले वचन बक्स्यो म भोलि बन जान्छु। यता पिताजी भन्नुहुन्छ गुरुलाई बोलाएर राम राज्याभिषेकको तयारी वशिष्ठ राम संवाद। भने कुनै दिन दशरथ नृपले गुरुजीसँग यो भोलि दिन्छु निज वस्तु ठीक होस् रामलाई पनि दिनु सूचन सुनि भने गुरुले रामसँग पुरोहित्यादि निन्द्य थियो। जन्म हजुरको यही हुने हुँदा गरी स्वीकार प्रभो। भोलि हजुर कन राज्य पिताले दिनु हुनेछ विधिवत व्रतले आज हजुरहरू होला राज। भनी गुरुजी गए किन्तु सुरहरू माल चल पर्यो सरस्वती कठिन विघ्न रूप। पसिन मन्थरा बिचौली कैकेयी प्रतिबनिन् भने राम हुने रे भोलि नृप हुने भयो अब दुखी तिमी। दासी हुने छौ तिमी भरत कन मार्छन् अथवा निकालिदिन्छन् महान सङ्कट पर्यो यहाँ। रानी पतिसँग याचना गर दुई वर्षन् 14 वर्ष वन वास राम भरत द्रिपति हुन्। कुनबर भन्यो स्वर्गपुरी कोरणमा रथ किला टुटे। हात दिन्थ्यौ त्यो बेला हात दिन्थ्यौ त्यो बेला पाइथ्यौ नृपबाट अघि पाइथ्यौ हरेक कुरामा पोख्त हुनुहुन्थ्यो कैकेयी महारानी परम वीर हुनुहुन्थ्यो। लडाईं गर्दा गर्दै रथ भाँच्यो त्यहाँ रथमा हात राख्थ्यो अति बलियो हुनुहुन्थ्यो। राजाले भने तिमीबाट म प्रसन्न भए महारानी माग वरदान भन्दा थाती राख्नु कुनै समय जुन समयमा आवश्यक पर्ला त्यो बेला माग। महारानी त्यो वरदान अहिले माग्नुहोस्। सजन थिन कैकेयी किन्तु दुर्जन संगत द्वारा बुद्धि पल्ट्यो क्रोध उम्ल्यो
भनिन् राम बनन गए सम्म बसु यसै बरु प्राण छुटो नभए सम्मन भरत नृप दुर्जन संगत न गर्नु है हुन्छन् सजन पनि चुप सीताराम 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 दया माले बाण रुचि माया करे वीर योद्धमा खड़ा जो तेस्रो सर्ग वनगमनको भूमिका भूषण गहना फ्याँकी भैमा कोप भवनको सोतिछन् रानी कैकेयी अतिरिसले ओ थाहा पाई दशरथ जी गई सोचन रानी के भो किन यो भयो अवस्था बोलन वाणी भन कसले अपराध गर्यो त्यसको प्राणै हर्दछु म त्यसको जे भन्छौ त्यो पुर्याउँछु शपथ रामको गर्दछु भन्छिन् रानी दासीलाई गरी अनुग्रह बक्सेको त्यो 2 वर पहिले त्यो छ धरोहर माग्छु माहिले भरत भूप हुन् एउटा वरमा 14 वर्ष तक बसुन् राम वन वरदोस्राम सुनेर दारुण वाणी यो लडे भूमिमा दशरथ जी लडे भूमिमा भने स्वप्नता हैन कुनै भने स्वप्नता सुनिरहेछु के वज्रसरी भन्थ्यो मेरा छन् सबभन्दा प्यारा राम के हुन गयो दिन्छु बरुमा राज्य तमाम बस्न राम कन येऊ घरमै भरत भूप हुन् सुनेर पतिको वाणी रानी फेरि भन्दछिन् के काम लाग्छ राजा भरत भन्ने अनि त्यो अयोध्या पुरेर राम बस्ने हरिशरण महाराज दशरथको हेर्नुहोस् त विचार कसको विचार माथि छ कैकेयीको विचार ठुलो कि दशरथको विचार कठै भन्नेलाई त दशरथको तर वास्तविक राम तत्व बुझ्न जान्ने चाहनेलाई कैकेयीको जति महान विचार कौशल्याको पनि होइन सुमित्राको पनि होइन पिताजीको त हुँदै भएन एउटा कुना बसोस् एउटा कोठा खाओस् बसोस् किन निकाल्नु तर यदि त्यो राम भएको अहिले भजन हुन्थ्यो केही कीर्ति हुन्थ्यो रामको हरिशरण
सहजसँगतामा हुनेवाला छैन। राम्रैसँग उपचार गर्नु पर्यो। के भन्नुहुन्छ, जाँदैनन् यदि राम बल कर लाई भोली भने मरने छु बिस खाइया, मरने छु बिस खाइया, हाँसी लाई निसले, यदि भारतलाई राज्य दिने मात्रै इच्छा हो भने हुन्छ भने आउनुहुन्थ्यो नि कहिले भन्न लाग्नुभयो त्यो म नामर्दको राम, नामर्द रामको आमा भएर म बाँच्दिनँ। त्यो बिना कीर्तिवाला रामको आमा भएर म बाँच्नेवाला छैन। कि त झुन्डेर मर्छु फाँसी लगाएर, कि त विष सेवन गरेर मर्छु। लडे पुनः नृप गद्दीबाट भयो प्रभात, राम राम नै भनी बिताए सारा रात। मन्त्री आए भने नृपतिले चढो नाम, लाई हेर्छु म ल्याइदेऊ मेरो पठाण। राम पाल्नु भो उठे नृप, हाल्न अगालो त्यसै लडे हाल हो। राम राम हे राम भने, राम राम हे राम भने, काखलिनु भो रघुपतिले, काखलिनु भो राम पाल्नु भो उठे नृप, राम पाल्नु भो उठे नृप, हाल्न गालो त्यसै लडे, हाल्न गालो त्यसै लडे। वास्तवमा जसले रामायण पढेको छ संसारमा कुनै पनि दुःखले विचलित हुँदैन। रामायण पढेको भनेको पुस्तक मात्रै पढेको होइन। जसले रामको शरणमा परेको छ उसलाई संसारमा कसैले निन्दा गरोस्, प्रशंसा गरोस्, उसलाई कुनै प्रकारको ग्लानि हुनेवाला छैन। सम्पत्ति लुटियोस्, राज्य लुटियोस्, केही ग्लानि हुनेवाला छैन। जसले रामायण पढेको छ संसारको दुःखले उसलाई छुँदैन। जसले भागवत पढेको छ संसारको सुखले उसलाई छुँदैन। संसारमा कुनै पनि सुखले ऊ विचलित हुँदैन भागवत पढेको वाला। भागवत पढेको मतलब भगवान श्री कृष्णको शरणमा जो गएको छ, श्री कृष्णको जो शरणागत भक्त छ उसलाई संसारको सुखले छुँदैन। जो भगवान रामचन्द्रको शरणागत भक्त छ उसलाई संसारको दुःखले छुनेवाला छ। संसारको दुःखले भन्दा पनि व्यक्तिलाई चाँडोभन्दा चाँडो पतन गराउने संसारको सुखले। बरु दुखित आएर यसो गुनासो गर्छ, सबैसँग भाइचाराको भाव राख्छ, सबैसँग बोल्छ, विनम्र हुन्छ नि दुखित। तर जो सुखी छ संसारमा जो मैमत्त भएका छन् ती झन् अभागी हुन्। राम पाल्नु भो उठे नृप, रामको घरमा यो व्यवस्था कत्रो कष्ट हो। लीलाको दृष्टिले हेर्नुहोस् न, आमा लडिरहेकी छन्। आज साँच्ची भनौँ भने अलिकति मात्रै कैकेयीले बुद्धि नपुर्याएको भए राम लीला पूर्ण हुन्थ्यो। रामको चरित्र माटोमा मिल्थ्यो। हरिशरण यदि राम वनवास गएर प्राणीको उद्धार नगरेको भए, लीला गर्नु नगरी बक्सेको भए अवतारको केही अर्थ थियो। राम पाल्नु भो उठे नृप, राम पाल्नु भो उठे नृप, हाल्न गालो
पिताजी बोल्न सक्नु भएन, मूर्छित हुनुभयो। आमाले सोध्नुभयो, सोध्नु भयो कैकेयी साथ आमा के भो, भन्छिन् उनीले कठोर छाती घटना सब। रामको मुख हेर्नु भएन, मैतिर हेरेको छ आमाले, किनभने भगवान रामको यदि मुख हेर्दा मन पग्ल्यो भने के गर्नु? यदि स्नेहले वशीभूत भएर हृदय पग्ल्यो भने के गर्नु? यहाँ त रामलाई पठाउनु छ जङ्गल, आमाको छाती हो। यदि हृदय पग्ल्यो भने त पठाउन सकिँदैन। भएको बाबा भनेर काठी लिए भने त मेरो रामको कीर्ति मात्र नमिलेछ। आज मैले कलङ्कित भएर पनि मेरो रामको कीर्ति राख्नु पर्नेछ। भक्त भएर रामको सेवा भजन गर्नु त जो कोहीलाई चाहना छ हजुर, सबैले प्रशंसा गर्छन्। तर रामको द्वेषी भएर अनन्तकालसम्म कलङ्कको टीका लाग्यो कैकेयीको निधारमा। अहिलेसम्म पनि कैकेयीको नाम कसरी राख्दैन? कौशल्या राखेको छ, सुमित्रा राख्छन्। तर जसले यथार्थ राम तत्त्वलाई विश्वमा उजागर गर्यो त्यो कैकेयीलाई चिनेकै छैन व्यक्तिहरूले। सौतिनी आमा भन्छन्, सौतिनी आमा। सौतिनी आमा भएको हुनाले घरबाट निकालेकी हुने रिस गरेर आफ्नो सौताको छोरो भनेर। हाम्रो गाउँ घरमा, सहर बजारमा, घर घरमा जुन लीला छ त्यही कुरा ढाल्दिने रामको चरित्रमा। सोध्नु भयो कैकेयी साथ आमा के भो, भन्छिन् उनीले कठोर छाती घटना सब। मसँग खुसी भई 14 वर्ष पण तिमीलाई राजभरत कन दिनभो नृपले के गर्छौ? मैले मागे दुईटा वर, पितालाई सङ्कोच पर्यो, सत्य पिताको पार वचन, सत्य पिताको काम यही हो छोराको, प्रभुलाई यति खुसी लाग्यो। अघि आएर वशिष्ठले तिमी भोलि राजा बन्दैछौ, व्रत बस, उपवास बस भन्दाखेरि मनमा साह्रै गाह्रो हो। अब म फस्ने भएँ, मेरो वचन कसरी पुरा गरौँ? आफ्नो वचन पुरा नगरी पनि भएन, मर्यादा। पिता माताको चित्त दुखाएर जानु पनि भएन, त्यो पनि मर्यादा। बाबुले रोएर जानुभयो त छोराले जङ्गल, त्यो पनि मर्यादामा घात हुन्छ। अब अहिले त छाती फर्काएर बाबुको शिर आज्ञालाई शिरोधार्य गरेर, धन्य हो आमा कैकेयी, हजुरको जय होस्। मनमनै धन्यवाद दिनुभयो प्रभुले। मैले मागे दुईटा वर, पितालाई सङ्कोच पर्यो,
सत्य पिता को पार वचन, सत्य पिता को पार वचन, काम यही हो छोरा को प्रभु, दशरथ भन्छन् हृदय राम कुमार नामी, स्त्रीलम पटहु पापी दुष्ट लोभी कामी, पाप हुँदैन मलाई माथिले उराज, त्यसो भए छुन सक्ने छैन असत्य आज, भन्नुहुन्छ श्री राम पिता, ठिक छ भएको जान्छु म, माताको ज्वर शान्त तथा, पार्छु पिताको सत्य वचन, पार्छु पिताको सम्झाई श्री। अब हतार गर्न लाग्नु भगवानले, फेरि बिचमा के बाधा हुने हो कि कतै फेरि छेकबार पो हुने हो कि फटाफट अब त निक्लिहाल्नु पर्यो, आदेश पाइयो, मर्यादामा तलमाथि परेन। अब सम्झाई श्री आमा साथै सीतालाई, अहिले आउँछु बिदा पिताजीसँग हुनलाई, भन्दै कौशल्याको कोठाभित्र पस्नुभयो, आमा तन्मय मातेन चिन्मय नारायणको, चितघन अन्तर्यामीको, चिन्तनले थियो बन्दन, देखिनन् श्री राम सामु आउँदा भई अनन्य, सीताराम 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 सीताराम। वनगमनको तयारी भगवानले भोलि पछि जाउँला नि त, कहिलेसम्म जानु पर्ने सोध्नु भएन, मिति त तोकेको छैन। अब जाने कुरा मात्रै नि त हो, भगवानले भन्नु फट उठेर हिँडिया, त्यस कारणले गर्ने काम गरिहाल्नु, भोलि भनेर हुनेवाला छैन। भोलि भन्ने मान्छेले केही गर्न गाह्रो। राधे राधे। दाया माली बाण रुचि, दाया माली माया कर ले की धनु, वीर युद्धमा खड़ा सजो, रक्षक होस्तो राम प्रभु। नारायणको माला भित्र तपाईँहरू वरिपरि नारायण छ, वो माला बनाउँदै हुनुहुन्छ सखाहरू। राधे राधे। ओ नारायण प्रसाद माला बनाएको हो नारायणको। जय गौराम हरिशन। यहाँ भित्र बसेपछि सुरक्षित जिउ बाँध्ने भन्छन् नि, 4 किलो माला चुलाएर केले बाँधेको? नारायणको नाम। यो भित्र यो भावमा रहनेलाई केही छुनेवाला छैन। नारायण कवचले धारण गर्छ। कति सुन्दर छ हेर्नुहोस् त भगवानको नाम, रूपभन्दा पनि सुन्दर छ। चौथो सर्ग वनगमनको तयारी। सुमित्राले भन्नुभयो दिन्छु दिन्छु, राम उभिरहेका छन्, हेरी नजर होस् न। अब आमाको काम के भन्दा बाबु भोजन गर, भोग लाग्यो होला भोजन गर। अब केटाकेटीलाई पनि बाबुले चाहिँ कति पढिस्, राम्रो गरिस् भनेर सोध्छन्। आमाले चाहिँ के छ भने होस्टेलमा बसेर आएको, कस्तो भोजन कस्तो छ तिम्रो, कुन बेला सुत्छौ, ओछ्यान कस्तो छ, राति निद्रा पर्छ कि पर्दैन। आमाले सोध्ने यति हो, पढेन पढेन त्यति धेरैले सोध्दैन। बाबुले चाहिँ
जेसुकै खास पढिस लगानी गरेर चाहिँ नारायण अब यहाँ के भयो राम खडा छन् भनिन् सुमित्राले तब छाती लगाई खाना खाऊ यस्तो भन्नुहुन्छ श्री राम कहाँ छ र बेला खाने गयो बेला खाने मकन त मिल्यो राज्य बनको भगवानले भन्नुभयो अब अहिले खाने बेला छैन गयो खाने बेला आमा मकन त मिल्यो राज्य बनको भन्नुहुन्छ श्री राम कहाँ छ र बेला खाने वचन पिताको मिल्यो मलाई दण्ड गजा त्यहाँले सेवक र मालिक उस्तै भगवान राम पनि पिताजीले झन् जाऊ भन्ने बित्तिकै भात पनि नखाइकन भुजा पनि नखाइकन कमसेकम अलिकति भुजा खाएर गएको भए हुन्थ्यो भरे के खान पाइन्छ कसो खान पाइन्छ पाइँदैन 14 वर्षको यात्रा छ भगवान भन्नुहुन्छ अब मलाई खाने बेला छैन पिताजीको आदेश हो जसरी रामले आज्ञा भयो त्यसै गरी हनुमानजीले पनि भन्नुभयो पर्वतराजले उठेर भन्नुभयो हनुमान केही भोजन गरेर जानु फलफुल खाएर जानु भन्दा सेवकलाई कहाँ छ यदि बेला खाने सीताजीको खबर लिएर आउला अनि मजाले पेटभरि खाउला सेवक पनि त्यस्तै मालिक पनि त्यस्तै भन्नुहुन्छ श्री राम कहाँ छ र बेला खाने वचन पिताको मिल्यो मलाई जाने 14 वर्षपछि आउँछु म 14 वर्षपछि नगर्नु चिन्ता सुनी वचन यो अचेत चेत भय पछि बोलिने भला भरत कन दिउन राजा निज सर्वस्व किन्तु राम कन किन वनवास भयो अनर्थ पिता मान्य छन् ती भन्दा छन् आमा मान्य अतः रोक्छु वन जानम राम जानैदिन तिमीले बाबुको आज्ञा भन्यौ पिताजीको आज्ञालाई काट्न सक्ने आमामा शक्ति छ त्यसकारणले पिताजीको आज्ञालाई म बदल गराइदिन्छु भन्नुहुन्छ कविशले भगवान राम भन्नुहुन्छ होइन आमा 14 वर्षपछि आउँछु म 14 वर्षपछि आउँछु म नगर्नु चिन्ता के नगर्नु चिन्ता सुनि वचन यो अचेत भए सुनि वचन यो अचेत भएपछि बोलिने भरत कन दिउन राजा निज सर्वस्व किन्तु राम कन किन वनवास भयो अनर्थ पिता मान्य छन् ती भन्दा छन् आमा मान्य अतः रोक्छु वन जानम राम जानैदिन जान्छौ साँच्चै भने मलाई थाहा छ राम तिमीले बोलेपछि त्यो काट्दैन तिम्रो स्वभाव त्यस्तो छ मैले तिमीलाई बाल्यकालदेखि जानेको छु तिमीले भन्दै बोलिसकेपछि त्यहाँबाट तिमी फर्किँदैनौ अब तिमी वन नगइकन छोड्दैनौ त्यसकारणले मलाई पनि साथमा लिएर जाऊ जान्छौ साँच्चै भने तिमी जान्छु म पनि पिछा भना तिमी नभई क्षण
स्वाति न धारण गर्न तन सुनी खुरायो लक्ष्मण काप्न रिसले लागे दग्ध त्रिलोकैलाई गर्छन् कि झै जागे पञ्चन दशरथलाई बाँध्छु म मार्दछु भरतै पार्छु करानी काल रूप भई देखुन् सबहै राम हजुर अभिशेष लिनो राम हजुर अभिशेष लिनो। कत्रो भाइको प्रेम देखाउनु भयो लक्ष्मणले संसारी कुरा देखाउनु भयो तर भित्र अध्यात्म कुरा रामले लक्ष्मणलाई बताउँदै हुनुहुन्छ राम हजुर अभिषेक लिनो राम हजुर अभिषेक लिनो करला जो जो विघ्न जना करला जो जो धनुष बाण लिखरानी नै धनुष बाण लिखरानी पारी दिने छु क्षणमयमा पारी दिने छु लक्ष्मण ज्यूको वचन सुनेर नी अगालो भन्नुहुन्छ हरि धन्य हितैषी मेरो प्यारो भन्यो कुरा जो त्यो हो सत्य किन्तु समय यो त्यो होइन पथ गर्छु दबाई आज वयसको सत्य भए ता राज्य तना सत्य भए ता राज्य तना सफल परिश्रम तिम्रो व्यक्त जगत सब नश्वर छन् एको खातिर क्रोध बढ्यो भोग मेघमा चमक दिने हो बिजुली तुल्य फलामता तो विचरहने जल आयुष सम्झ काल सर्पले पकडी रेछ खोज्दछ भोग बन्धु समागम प्यारो कादन ओझै सोच लक्ष्मी छाया झै चपला लक्ष्मी छाया झै चपला यौवन जलको तरङ्ग झै यौवन जलको तरङ्ग झै सुख सपना तुल्य छ सुख सपना तुल्य छ तै पनि किन अभिमान सधैँ काँचो घैलाको जल झैँ भए बग्दछ क्षण क्षण नपोलेको काँचो माटोको घडा त्यहाँ राखिएको पानी के हुन्छ चुहिँदै जाँदैन हाम्रो उमेर पनि त्यसै गरी चुहिएर गएको छ कसरी त्यसकारणले संसारमा जति सुख पाएर पनि मात्तिनु पर्दैन सुख घट्दैछ पाउँदैछ घट्दैछ बढ्नेवाला छैन र जति दुःख पाइएछ भने पनि त्यो दुःख पनि बढ्नेवाला छैन 100 वर्षसम्म पाउने दुःख छ भने अहिले 56 वर्षको दुःख मेरो ल्याइयो सक्यो अब कति वर्ष बाँकी छ दुःखलाई भन्नुहोस् न अब 80 वर्षसम्म पाउने रहेछ भने त्यति भयो अब 60 वर्षसम्म दुःख पाउने रहेछ अब 4 वर्ष बाँकी भयो के को चिन्ता त्यही भन्नुहुन्छ राम अब सुख भोग्नी पनि 4 वर्ष होला जसको जति जति बाँकी छ त्यति त्यति भोग्नी हो कसैको 40 बाँकी होला के ठेगा आँखा बन्द नगरेसम्म त सुख यहाँ संसारी सुख दुःख भोगिरहनु पर्छ आँखा बन्द गरेपछि त्यो परम सुखमा पुग्ने हो अन्त कहीँ गइँदैन राधे राधे काँचो घैलाको जल झैँ भयो बग्दछ क्षण क्षण शत्रु रोगहरू नष्ट गर्दछन् शरीर दिन दिन तर्साउँदछ वृद्ध सिंहिनी त्यसका सँगसँग मृत्यु समयको गर्छ प्रतीक्षा हेरन लक्ष्मण किरा बिष्टा खरानीमा यसको 3टा अवस्था हुन्छ किरा बिष्टा खरानीमा सुर पनि हुन्छन् परिवर्तन एको खातिर लड्नु भना मिल्छ शान्तिमै सुख
वेदछन् तर मुमुक्षुको चाहिँ महान वैरी क्रोध हो नगर्नु कहिल्यै यसको मान रगत तताउँछ धर्म भगाउँछ बन्धन पार्छ तस्मात् कहिल्यै क्रोध नगर्नु यसै मार्छ आमा चाँडै आउँछु म आमा चाँडै आउँछु म जाऊ भन्ने वचन दिनु जाऊ भन्ने वचन दिनु यति कुरा गरेर दुई भाइले आमालाई अपमानमा पार्ले यी वेदान्तिक कुरा गर्दा अध्यात्मको कुरा गर्दै आमा हेरे भगवान रामको मुखारविन्दबाट त गिरेको झरेको शब्दले आमा लट्ठ पर्नुभयो आमालाई फकै फुलाइ गरेर अब बिदा दिनुहोस् भन्नेमा पार्नु रामले हेर्नुहोस् यी दुई भाइले यसरी आमालाई प्रेम जालभित्र पार्नु हो आमा चाँडै आउँछु म आमा चाँडै आउँछु म जाऊ भन्ने वचन दिनु जाऊ भन्ने वचन दिनु सो भए सुख हुन्छ उहाँ सो भए सुख हुन्छ उहाँ क्षण झैँ 14 वर्ष बितो हजुरले एकचोटि मुसुक्क हाँस्दै बस्नुहोस् जाऊ राम भन्नुपर्छ हजुरलाई थाहै हुँदैन 14 वर्ष बितो यति फकाउनु भयो रामले कति सुन्दर होला प्रभुको मुख कमल त्यहाँबाट निस्किएको झरेको प्रभुको वचनामृत आज विशेष मिठासयुक्त प्रभुको वचन छ आमालाई फकाउनु भयो दुवै आमाहरूले आमा मेरी आमा जति संसारमा जाति कोही पनि छैन भने फकाउला नाइ भन्ने शब्द मुखबाट निस्किँदैन रे मेरो आमाको भन्नुहुन्छ भगवान हो कि होइन आमा भन्दा आमा तन्त पर्नु हो भन्नु उसो भए मलाई जाऊ भन्नुहोस् हाँसेर अनि अरू मुख लाएर जाऊ भन्न पाइँदैन आमा चाँडै आउँछु म आमा चाँडै आउँछु म जाऊ भन्ने वचन दिनु जाऊ भन्ने वचन दिनु यसो भए सुख हुन्छ उहाँ यसो भए सुख हुन्छ उहाँ क्षण झैँ 14 वर्ष बितो बल्ल बल्ल उम्किनु भयो अब यता सीता भन्नुहुन्छ अब सीतालाई रामले लानु त भएन सीताले जब जान्छु नभनेसम्म रामले लानु मिलेन किनभने जङ्गलमा कसरी लाने महारानीलाई अब सीता भन्नुहुन्छ मलाई पनि लिएर सवारी होस् प्रभु म नगई हजुरको लीला पूर्ण हुँदैन सीता भन्छिन् जान्छु साथै वनमा राम भन्छन् लक्ष्मण नलगे कस्तो टुम्बुक लाएर कुरा गर्ने लक्ष्मणको शब्द हेर्नुहोस् त अरू शब्द भनेको भए नि हुन्थेन मलाई यदि लानुहुन्न भने म मर्दिन्छु भन्नु बोल भई तयारी आए आमा भन्छिन् चाँडै आउनु सुन्दर बदन घारो नहवस कहिले द्रव्य लुटाई धान्य आभूषणहरू दान गरी सीता लक्ष्मण साथ पिता सामु पुग्नु भो राम हरि सामु पुग्नु भो राम हरि सीताराम सीताराम सुनेर यो सब हाल प्रजा सब कैकी सुनेर यो सब हाल प्रजा कैकेयीलाई सोच्दै भन्छन् अब सबै यस्तो पुरमा भाइ जहाँ राम छन् सीता लक्ष्मण विराजमान त्यही अवध हो
सीता श्री ऐश्वर्य भरी राम राम यो भन्ने मानवलाई जन हो मृत्यु आदि को हुँदैन भयकै भने स्वयं त्यो रामचन्द्रमा पर्यो कसोरी भन्नु दुःख प्राणी श्रेयको निम्ति भयो जो मानवको राम नामले हुन्छ भगत मोक्ष कलीमा सत्य बुझ राम नामले हुन्छ भगत मोक्ष कलीमा सत्य बुझ यो बिन कौनै उपायले मुन्न मोक्ष जन अकाट्य छ पुटाका कैकेयीले बलकल वस्त्र दिन सीताले जानेनन् त्योला हुन धक हेरिन् प्रभुतिर प्रभुले दिनुभयो घाटल पेटी रोए सारा महल निवासी यस्तो देखि कैकेयी कन वसिष्ठले भने राम कन मात्र बना सीताको निम्ति रुखको बोक्राको वस्त्र किन दिएको अब यहाँ हेर्नुहोस् ठुलो नीति घुसेको छ राम बल्कल वस्त्र लगाएर सवारी हुनु किन पर्यो 14 वर्षसम्म बल्कल लगाएर निक्ले पनि राजसी पोसाकमा निस्किले पनि जसरी निस्के पनि निस्कुनु कुरा त छ 14 वर्ष किनभने हे राम जंगलमा तिम्रा प्रेमी नाम उपासक सन्तहरू यही बल्कल वस्त्र लगाएर तिम्रो उपासना गरिरहेका छन् त्यसकारणले तिमीले पनि उनीहरूकै अनुरूपको वस्त्र लगाउनु पर्छ जसरी मेरो भजन गर्छन् म पनि त्यही रूपले दर्शन दिन्छु भन्ने तिम्रो वचन छ हेर्नुहोस् यहाँ कत्रो नीति घुसेको छ अब त्यहाँ ऋषिहरूको लागि भगवानले बल्कल लगाउनु पर्यो अब भगवानले बल्कल लगाएर अघि लागेर जब प्रभुको सवारी अगाडि बढ्छ अब राजकुमार माने महारानी सीताले राजकीय वस्त्र लगाएर तासको साडी लगाएर पछि पछि जाँदाखेरि सुहाउँछ कि सुहाउँदैन राम चाहिँ रुखको बोकेर भिरेर जाने सीता चाहिँ तासको साडी लगाएर यदि जानुभयो भने मर्यादा कस्तो होला त्यसकारणले सीता र लक्ष्मणको निम्ति पनि उहाँले लगाइदिनु भयो प्रदान गर्नुभयो बल्कल वस्त्र सीता यसो उल्टाउनुहुन्छ पल्टाउनुहुन्छ देखेकी छैन आजसम्म माइतीमा लगाएको छैन जनककी छोरी सबभन्दा प्यारी छोरी जेठी छोरी यो के हो यो अब राम त सम्पूर्ण कुरा जान्ने सर्वज्ञ भइबक्सिन्छ रामले यसै हेर्दिनु जब त्यो घटनाले त्यहाँ रहेका पिंजडामा रहेका व्यक्तिहरू त रोए समाधान भए पिंजडामा राखिएको त्यो सुगा मैना आदि गरेका चराहरू ती पनि एकैचोटि चिच्याउन थाले रुन थाले कैकेयी कन वसिष्ठले कैकेयी कन वसिष्ठले भने राम कन मात्र बना हैन दिएको बल्कलयो सीतालाई दियो किन
पछि रातै बीच झट्ट चढी रथ छली प्रजाकन श्रृङ्ग वीरपुर गङ्गा तट बीच पुग्नु भयो हरियाए गुहजी ली फल फूल अङ्कमाल सुख पाई अनुकन भय अनुकूल विषाद हो तर धन्य भए अंग स्मरसले निहाल छु मेरो घर पनि पवित्र हो फल फूल बस जिमनार प्रभु भन्नुहुन्छ हरि 14 वर्ष तक घरमा जन्म यति नै अवधि तथारुद्वारा केही खान्नम जटा माग्नुभयो यसपछि बरको दूध मगाई जल पी त्यस दिन शुक्ला हुनुभयो दृढ ओछ्याई यही परधन बाणले वीरासनमा लक्ष्मण थे भगवानी माँ श्री हरि को श्री गुहजी पनि साथ बसे सीताराम 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 भन्छन् रोई गुहजी शुक्ला देखी तृणमा कैकेयीले गर्दा प्रभुमा भयो घटना दोष लगा कैकेयीलाई लक्ष्मणजीले भन्नुभयो अरे गुहजी यो कसैलाई दोष लगाउने कुरा छैन यो आफ्नो पूर्वजन्मको भाव हो भन्नुहुन्छ किन यसो भन्नुभयो भन्दा आफ्नो घरको कुरा बाहिरकोलाई किन गर्नु अघि त भरतलाई मार्छु भन्दै हुनुहुन्छ घरभित्र झगडा गर्नुभयो दशरथलाई म बाँधेर राख्छु गोर्खेलौरी कसेर भन्नुभयो भरतलाई म मारिदिन्छु राम तिमी बस्छ आसनमा तर जब घरबाट बाहिर आउनुभयो अब लक्ष्मणजीको गोली फेरियो कि फेरिएन हेर्नुहोस् हामीलाई संसारमा रहन पनि रामायणले सिकाउँछ कस्तो व्यवहार गर्ने भन्छन् लक्ष्मण जान्नु दुःख सुख आफ्नै कर्म दिँदैन कोही स्वकर्म सूत्र बद्ध छ आत्मा दुःख र सुख जे भरे पनि शोक हर्ष हुनुहुन्न कहीं हुनुहुन्न यहाँ आफ्नै पहिलो रचना हो भन्दै भोगे विपद कहाँ सुख भित्र छ दुःख दुःख भित्र छ सुख हेर लुकेको मानो पानी कीचड बीच कम छिपेको तस्मात् जे परि आउँछ घटना रहनु स्वस्थ मानवको तक्षण साँझो मानव तत्व प्रात भएपछि पार लगे गङ्गाजीको गुहजीले फर्काउनु भो स्नेहसँग दियागालो रघुपतिले पुग्नु भयो श्री भरद्वाजको कुटीमा राम हर्ष भए ऋषि पूजा स्वागत गर्दै मान भन्छन् जान्दछु तिमी विष्णु हौ तिम्रो गाथा
भई सुंदर सेवा द्वार बसी रात भर पार भई कालिंदी कन प्रभातमयी वाल्मीकि आश्रम पूर्ण भयो चित्रकूट तीर प्रसन्न भये उठे वाल्मीकि ऋषि मंडल संग भक्ति भाव अर्घ दिए फल फूल खिलाए मीठो बोले आज्ञा होयो रघुपति ले आमी के ही काल वनमा वसु भन्नो स्थान रम्य विशाल पंचन ऋषि घर सब गाओ सब घर मां छौराज तिन कहाँ बताऊं सुंदर घर तई पनि भंग छु चरण में संसार सम छाड़ी कन जो धर्म धर्म द्वंद्वहीन भई भजन गर दर्शन राम खंड माटो पत्थर सुन बराबर जस को देखे नत प्रिय पाए खुशी न अप्रिय बंद द्वेषी क्षुधात्रि सा सुख दुख भय प्राण बुद्धि का विकार मन बंदई भजने जन को मन हजूर को हो घर शोभन अनंत चिद घन सत्यारे पद स्तुत्य सर्वगत हजूर लाई देख हृदय माधो जन पद निष्ठा पद को सेवा बीच जस को छाती अखंड कर दच कीर्तन नामा जो दिन राति को छाती बीच सदा सीता साथै राम बसा राम नाम को महिमा का सकला भन्नै कोर नर चोरती अगी सब ऋषि को परि अनुग्रह महाराज भी ब्रह्मर्षि भैमा धन्य अधोक्षज प्रभावती मरई राम नाम को होयो खास नत्र कसोरी तिम्रो दर्शन हुन्थ्यो आज सुनेर योगी गंगा को बीच बनाई रुचिर दुई पर्णीय सारा राज भयो रघुनंदन मुनि वेश धरी सीताराम 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 अंत्येष्टि संस्कार हर के भंसन हाल राम को हृदय सुमंत भंसन दशरथ भई विहाल भई मन भंग कौशल्य सुन अघी मलाई पुनई ऋषि को पुत्र सो करे मरने निश्चित श्राप परे भय बेला ते ही प्रिय
मात्र स्वदसन आमा पिता कहाँ गए बोल्नु सर भन्छन् आमा पिता गए पुण्यात्मा कन प्राप्त हुने विष्णु धाममा हाँसिते लक्ष्मण राम भनी सुनी भरत अति हृदय सोध्छन् सीताराम तो बेला हुनुहुन्न थियो के गरेछ काम भन्छन् दुईटा वरमा मैले राज तिमीकन रामलाई मन मागे राम गए गहन वन राम राम हे राम भनी देह पिताले त्याग्नु भयो शोक पिताको नगर धाम पाल्नु भो श्री हरिको क्रोधले भरत भन्दछन् पापिनी दुष्टे जन्मे तेरो गर्भ द्वारा कस्तो हर जन्मे तेरो गर्भ द्वारा कस्तो हर पसी अग्निमा याविष खाई मर्छु माझे तुम्ही पाकमा पर्छस् दुष्टात्मा वसुध गर्दै गाली कौसल्या श्री भरत हृदय हाली अगालो प्रेम गरी हाली अगालो रोइन आमा अधीर भई यस बारेमा आमा मेरो हात भए कि वशिष्ठ गुरु कर खड्ग द्वारा होस मारे भन्दै रोए शपथ भरत भन्दै रोए शपथ भरतले खाँदै नाना हृदय लगाइन पुगे भरत केही शीतल थाम भने पिताले राम कर बिचन सोपी जानु भयो खेद मलाई छ यही अति रामचरण अवधि कसो वशिष्ठाई भन्छन् वत्स शोकत मूर्ख मात्रै गर्छन् मर्यो बन्धुजन भनी अपूर्व जन्म लियो कि मर्छन् निश्चय छ अनिवार्य जानी जानी पनि गर्छन् जन शोक अनर्थ नष्ट भए ब्रह्माण्ड कति लाख करोडौं सृष्टि बिते शोक से एक दिन समुद्र का छिड़क बिंदु को आशा के आयु चंचल पता बिचको जल बिंदु नहीं क्षणभंगुरयो छोड़ी हृदय असमय मान वस्त्र पुरानो त्यागी लामु छ नूतन जस्तो नया देहली छाड्छ पुरानो सोकै कस नत आत्मा जन मन्छ नत मर्छ बढ्छ न विकारी छ शोक तजी सब कर्म गर आत्मशुद्धि को हेतु अब गुरु आज्ञाले करे पिता को सब संस्कार दान दिए धन धान्य धेनुहरू भई उदार मंत्री भाई गुरु का साथ थाले रहना समझी मनमा देखो देखो
छु राम को सेवकमा भरत को सैन्य सहित चित्रकूट गमन वशिष्ठ भंसन नृप पदमा अभिषेक समगर्च भरत भंसन राम नृपति हुन दास महुंस बोली जांचु मन लीन श्री राम जाऊं सारा राम सुबल कल रामन पर के सम्मस भ्रात आमा हर गुरु सैन्य भरत शत्रुघ्न सहे श्रृंग बेर भई गुहलि सगा भरद्वाज कुटी पुगे सते भरद्वाज गुह साथ गालो हाली रोए शपथ राम को डर गई आपनो छाती धोए एक रात भरद्वाज कुटी मां स्वागत पाई चित्रकूट बीच पुगे भरत जी पैदल आई सोधई श्री रघुनाथ कुटी सोधई श्री हरिनाथ कुटी कहाँ छ भंगई घुसी घुसी कहाँ छ भंगई घुसी घुसी गिरि गंगा को बीचा गिरि गंगा को बीचा देखे सुंदर स्वच्छ कुटी सीताराम 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 दया माली मानर चीर दया कर ले धनु अयोध्या कांड पूर्ण था। नवम सर्ग भरद्वाज मिलन तथा अत्रि आश्रम गमन। नजिक भूमि में सीताराम कोपन चिन्ह देखी मंगल मय पृथ्वी को भूषण भाई सहित जो रजमालो भंसन शिव विधि श्रुति हरु खोजे छन भई आनंद स्नेह भरियो छाती प्रेम सुये बक्ष भिजो पुगे चरण को निकट जवा वीर से आप हो
प्रणाम गुरु कन गरी पिता को कुशल पूछनु भो मलाई आज्ञा भएको छ के गुरु भन्नु भो वशिष्ठ भन्छन् सीताराम लक्ष्मण भन्दै धाम पाल्नु भो पिता वियोग नसके सान सुनिरुनु भो अप्रिय वचन भन्नु भयो निहाय पिता सीता लक्ष्मण पनि रोए स्तब्ध किए अरु मंदाकिनीमा स्नान गरिकन सलिला कान्छी दशरथलाई पिण्डदान जलाञ्जली बसी एक दिन भर उपवास फर्के आश्रम भन्छन् रघुपति लाई भरत गर्दै स्पर्श हजुरको अभिषेक नौकर हो मत खाली प्रभु अमित हजुर को मतदास को यो राज्य करना योग्य को प्रभु हे स्वामी अमित हजुर को मतदास को यो राज्य करना हजुर को अभिषेक नौकर हूँ मत खाली प्रभु सबभन्दा दुःख भरत हो यो पात्रमा सबभन्दा कष्ट भरत के अतोपत्तो केही छैन हेर्नु संसार यस्तो छ बिर्सी दिनुहोस् अक्षम्य त्यो आमाको अपराध प्रभु गडे चरणमा शीघ्र उठाई काकलिनु भो आँखामा त्यो टलपल आश्रु आज्ञा भयो भाइ भरत रति झूठ पिता को नहवस वाणी भरत भन्दछन् थिए दिखाकर स्त्री बस कहानी भन्नुहुन्छ हरि होइन भरत भङ्ग प्रतिज्ञा हुन्छ भने परो बाध्य हुनु पिता कना हुनुहुन्थ्यो अति सन्त गुणी उसो भए म बस्छु नि त जनल म पनि महाराजकै छोरा हुँ म जनलमा बस्छु 14 वर्ष हजुर फर्किबस्छु होइन भने म लक्ष्मण जस्तै गरेर सेवा गर्दै हजुरकै पछि लाग्छु अब यता शत्रुघ्नलाई चिन्ता भयो यी 3 भाइले मिलेर मलाई चाहिँ अयोध्या फर्काइदियो भने के शत्रुघ्न रुन लाग्नुभयो भरतजी भन्नुहुन्छ राम पक्कै पनि मबाट हजुरको अपराध भयो मैले पक्कै पनि गल्ती गरेँ जानेर त मैले गल्ती गरेको छैन सपनामा पनि मैले गल्ती गरेको छैन हजुरप्रति तर आज हजुरको जो व्यवहार देख्दाखेरि मलाई पक्कै शङ्का भयो नत्र कमसे कम जंगल आउने बेलामा मैले हजुरको कुन कुरालाई काटेको छु प्रभु आज्ञा हो ठीक छ हजुरको लीलाले हजुर जंगल सवारी हुने थियो त म के रोक्थे हजुर आज जगतले के भनिरहेको छ जगतले के भनोस् मलाई मतलब छैन तर मेरो छातीले मलाई धिक्कारिरहेको छ हजुरले मलाई भाइ हुने सौभाग्य बक्स्यो तर लक्ष्मणलाई जुन प्रेम हजुरले गर्नुभयो लक्ष्मणलाई साथमा लिएर आउनुभयो म पनि त लक्ष्मण जति प्रेम गर्न नसके पनि भाइ त
हजुर के हुने बोला मेरा आमाले हजुरलाई अन्याय गर्नुभयो त्यो कुरा ठिक छ तर भाइ त भाइ हो मेरो मुख हेरेर पनि सुमित्राको त के भयो दुईटा छोरामा एउटा छोरा हजुरले लिएर आउनुभयो तर म त एक्लै पनि मेरो को छ जगतमा बताउनुहोस् पिता भने पनि माता भने पनि गुरु भने पनि बन्धु भने पनि मेरो जीवन सर्वस्व त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव आज मैले यो बोलेको नक्कल रहेछ मेरो नाम यो मैले बोलेको झुट रहेछ ममा कपट रहेछ ममा दम्भ रहेछ त्यसैले त हजुरले मलाई त्याग्नु भयो राम यो प्राण किन बचिरहेको छ भरत भन्दछन् हजुर राज्य गर्न सफरकी वनमा बस्छुम 14 वर्ष तक बेलापतकी गुरु हुनुहुन्छ सबै मन्त्रीहरू हुनुहुन्छ उनीहरूले राज्य हेर्छन् हामी चारै भाइ जंगल जाउँ के भयो याम लक्ष्मण झै सेवा गर्दै साथै राख्छु हुन्न भने अब अनसन व्रतली सबभन्दा बढी पीडा कसलाई भयो त भन्दा रामलाई भरत पीडा त भयो तर त्यो भरतको पीडा पनि रामले अनुभव गर्नुभयो कैकेयीको पीडा पनि रामलाई दशरथको पीडा पनि रामलाई कौशल्याको पीडा पनि रामलाई सम्पूर्ण पीडा रामले स्वीकार गरेको जसरी भगवान श्री कृष्णले ब्रजवासीको सम्पूर्ण बन्धनलाई स्वीकार गर्नुभयो या लक्ष्मण झै सेवा गर्दै साथै राख्छु हुन्न भने अब अनसन व्रतली प्राणै त्याग मैले कुन दिन गल्ती गरेँ दाजु बताउनुहोस् हे मेरो भगवान मैले कुन दिन हजुरको कुरालाई काटेँ हजुरको अनुकूल बनिन मलाई बताइदिनुहोस् या लक्ष्मण झै सेवा गर्दै साथै हजुरलाई दुःख दिन्न हजुरको निम्ति भारी हुनु पर्यो यो जंगलमा जे पर्छ म सेवा गर्छु हुन्न भने अब अनसन व्रतली प्राणै त्याग्छु यस्तो भन्दै पूर्वमुख रघुवंशीहरू त उस्तै राम मात्र होइन भरतले पनि जे बोले त्यही गर्छ कुश आसनमा बसे भरत देखी हठ हरि वशिष्ठ गर्नुहुन्छ संकेत तुरुन्त वशिष्ठ भन्छन् भरतलाई एकान्त लगे नारायण हुन राम दैत्य वध गर्न भने आएका वन 14 वर्ष पछि हिंसन रावण मारी राजा वधको गर्छन् सुनि रामको पास भने पादुका पाऊमा हजुर गाए समय सही
भरत जी राखी पुरमा सारा लाई नंदीग्राम गई बसे सब भ्राता बल कर लाई फल फूल खाई महिमा सुखे राम कराऊ पूजा कर दई सभी राम को जुग पाऊ विनय पादुका विचगर थे पादुका विचगर थे काज राज को परिषद दी काज राज को परिषद कितना कैले पास नहु कितना कैले पास नहु बरस भंग थे प्रीति सभी चित्रकूट मां भीड़ भाड़ हो खनेर राम अत्रियाश्रम पालु गयो ऋषिगर सन्मान अनसूयाले सीताराई रेशम साड़ी अंगरागमु जोड़ी कुंडल अर्पित भारी करयुग जोड़ी विनती करे भुवन रची कन रक्षक भई सुरनर सुकोरु पलियो सुरनर पसुकोरु पलियो माया भाग सिंदूर संधई माया भाग सिंदूर सीताराम 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 सीताराम
ल जय होस्। आज अमृता सखीले भोजन गरेर आएको, जय होस्। हरि साथ